ल अहिले चाहिँ हामी सम संस्कृति पार्टीको त्यहाँ श्रमदान कार्यक्रम भइरहेको रहेछ। हात त यति लाउनु पर्ने होला मैले लु मेरो हात लाउनु पर्यो हात लाउनु पर्यो नि त नि। ल यासोक बजार हो यो। हाम्रो भाइ पनि यहाँनिर आज लागि पर्नु भएको छ। ल है हाम्रो श्रम संस्कृति पार्टी यहाँ कसैले हाल्दै थियो होला योजना, तर हामीले फ्रीमा गरिदियौँ, मार्छ होला हामीलाई। अनि यसले दुईटा फाइदा भयो, स्वास्थ्य पनि हुने भयो मान्छे पनि। अब हामीले त ब्याडमिन्टन किनेर हजारौँको ब्याडमिन्टन ऱ्याकेटहरू किन्दै खेल्छौँ नि, हजुर फालिदिँदा हुन्छ। अब हो श्रमदानमा एकदम हामी श्रमदानमा छौँ। नगरी देश समृद्ध बन्दैन हजुर। विश्वका संसारका जति पनि समृद्ध मुलुकहरू त्यहाँको नागरिकले औरात खटेर श्रमदान गरेरै मुलुकको समृद्धि आएको छ। तर नेपालमा चाहिँ ढुँडी हल्लाएर कालो कोट लाएर पुम ढल्काएर देशको विकास हुन्छ भन्नेहरूलाई राज्य सत्तामा पुर्याउँदा यो देशले यो गति भएको छ। अब त्यस्ताहरूलाई चाहिँ किनारा लगाएर श्रमप्रति आस्थावान नागरिकहरू तयार गर्ने र श्रमलाई माया गर्ने राजनीतिक दललाई चाहिँ के अरे हामीले नेपाली जनताले अब सत्तामा पुर्याउनु पर्छ। ल अहिले चाहिँ हामी सम संस्कृति पार्टीको त्यहाँ श्रमदान कार्यक्रम भइरहेको रहेछ। त्यहाँ हामी दाइरामा पनि यसो हेर्न अलिकति हात बढाइन्छ भने बढाइन्छ होइन। यो चाहिँ 100 वर्ष पुरानो यो परिवारको होइन त 100 वर्ष पुरानो यो परिवारको। यहाँदेखि माथि उकालो लाग्यो। यो ठाउँलाई के भन्छ त माथि यो? अनि यो माथि कुमायक जाने बाटो, कुमायक जाने बाटो यो रानीगाउँ फिदिम जाने बाटो, यता फिदिम जाने बाटो। हामी यता जाने हो अहिले। कुमायक यताबाट जाने रहेछ, तर बजार यता भइहाल्यो। यता फिदिम रानीगाउँ जाने बाटो यता तल। यहाँको बाटो यस्तो रहेछ गाउँघर। हाम्रो तेजेन्द्र प्रेमजङ ज्यूको नेतृत्वमा हजुर श्रम संस्कृति पार्टीले एकदमै सरसफाइ अभियान गरिरहेको छ। यहीँ ल यहाँ तल रहेछ, देख्दै हुन्छ तपाईँहरूले। यहाँ तल पनि देखाइदिनु पऱ्यो। हो ल हाम्रो श्रम संस्कृति पार्टीले यहाँ आई सरसफाइ कुलो सरसफाइ गर्दै हुनुहुँदो रहेछ। श्रमदानमा लगाइने हो ल श्रमदान देखियो यहाँ यसरी हुँदैछ अहिले। ल हाम्रो त्यहाँ हुनुहुन्छ आनन्द लाने हो भयो बिस्तारै फेरि हिँड्ने हो होइन। हात त यति लाउनु पर्ने होला मैले लु मेरो हात लाउनु पर्यो होइन। हात लाउनु पर्यो नि त नि। ल ल श्रम संस्कृति पार्टीको आज सरसफाइ अभियान छ। जय माटो माटै बोकिरहेछौँ। भर्खरै ल यहाँ लिएर यता उहाँले झार्दै हुनुहुन्छ। हाम्रो दिपक भाइ पनि श्रम संस्कृतिमा श्रमदानमा लागि पर्नु भएको छ है। अब दिपक भाइ पनि ल यासोक बजार हो यो। यासोक बजारमा आज हाम्रो श्रम संस्कृतिका दाजुभाइहरू सरसफाइ अभियान गर्दै हुनुहुन्छ। कुमायक गाउँपालिका यासोक बजार। ल है लु अनि श्रमतिर अगाडि बढ्नुपर्ने छ दाइ। लु एकदम ठिक लाग्यो क्या दाइ मलाई। ल म हुँ श्रमदाता। ल धन्यवाद मेरो दाजु।
लु हाम्रो लु हाम्रो भाइ पनि यहाँनिर आज लागि पर्नु भएको छ टिमसँगै राम्रो अवसर पाउनु भयो अँ 5 थरी टिमसँग ल है हाम्रो श्रम संस्कृति पार्टी 5 थर कुम्मायक श्रम गर्नु राम्रो मजा आउँदो रहेछ होइन त बाबु ल सबै नेपालीले गर्नुपर्छ अब यो ढिलो छिटो अँ बुझ्छन् किनभने यहाँ हाम्रो त्यहाँ नाली पुगेर होइन हो नि भएछ हो त बाटो पानीमा बग्ने अवस्था भयो बाटो पानीमा बगिरहेको अवस्थाको कारणले गर्दा अब सलल बग्ने पर्यो यहाँ श्रमदान चाहिँ अब यसरी गऱ्यौँ भने हो त अब यो हजारौँ लाखौँ पर्ने यो जुन चाहिँ योजनालाई हामीले अँ फ्रीमा गरिदिउँ सायद यहाँ कसैले हाल्दै थियो होला योजना अँ। तर हामीले फ्रीमा गरिदिउँ मार्छ होला हामीलाई अनि यसले दुईटा फाइदा भयो स्वास्थ्य पनि हुने भयो मान्छे पनि अँ अब हामीले त ब्याडमिन्टन किनेर हजारौँको ब्याडमिन्टन ऱ्याकेटहरू किनेर खेल्छौँ नि हजुर त्यो फालिदिँदा हुन्छ अब हो यहाँ आउनुपर्छ अब साह्रै सही कुरा गर्नुभयो दाजु म पनि माग्दामा गरौँ श्रमी मान्छे हो तपाईँले ठिक कुरा गर्नु सर यता अगाडि हजुर आउनु मिल्छ ल अब यसरी यो कुम्मायक यासक बजार एकदमै सुन्दर हुन गइरहेको छ धन्यवाद यहाँहरूले गर्नुभएको योगदानको लागि श्रमदानमा छौँ एकदम हामी श्रमदानमा छौँ काम नगरी देश समृद्ध बन्दैन भन्दैन हजुर विश्वका संसारका जति पनि समृद्ध मुलुकहरू त्यहाँको नागरिकले औरात खटेर श्रमदान गरेरै मुलुकको समृद्धि आएको छ तर नेपालमा चाहिँ ढुँडी हल्लाएर कालो कोट लाएर कुम ढकाएर देशको विकास हुन्छ भन्नेहरूलाई राज्य सत्तामा पुर्याउँदा यो देशले यो गति भएको छ अब त्यस्ताहरूलाई चाहिँ किनारा लगाएर श्रमप्रति आस्थावान नागरिकहरू तयार गर्ने र श्रमलाई माया गर्ने राजनीतिक दललाई चाहिँ के अरे हामीले नेपाली जनताले अब सत्तामा पुर्याउनुपर्छ ल जय माटो हजुर काठमाडौँबाट आउनुहुने पाहुनाले त हामीलाई ठुलो राहत मिलाइदिनु उहाँलाई एउटा कोसिली स्वरूप पाहुनालाई त सम्मान स्वरूप यसरी श्रमदान पो गराइयो है है सबै नेपालीले गर्नुपर्छ यो चाहिँ ल सरले काठमाडौँबाट आएर भने भिडियो साह्रै राम्रो बनाइदिएको दाजु धन्यवाद ल एकदमै
यो माथि पहिरो झरेछ र यहाँ पानी ब्लक भएर बाटोमा बगिरहेको अवस्थामा यहाँ हाम्रा श्रम संस्कृतिका दाजुभाइहरूले एकदम श्रमदान गरेर यो नाला सफा गर्दै हुनुहुन्छ। ल सानो सानो कुरा नै एकदमै त्यो सानो सानो योगदान नै भोलि गएर ठुलो हुन जान्छ। लु बल्ल पानी जग्गा जाँदैछ यहाँदेखि पानी सब ब्लक भएको रहेछ यहाँ हो नि महिना दिन भएको रे लु आज यहाँदेखि जाँदैछ है त लु हाम्रो समर्थन छ दाजुभाइ हाम्रो भाइले धेरै राम्रो गर्नुभयो। हामी एकछिन त्यहाँ तल यसो फोहोर भइसक्यो होला बुझ्नु पऱ्यो होला ल हल्का सम्झान गऱ्यो यहाँ पनि बाटोहरू सायद आज उहाँले यहाँ सबै सघाउनुहुन्छ होला है त्यहीँ मात्रै हो अनि यहाँ नि यतिसम्म गर्ला कि यो सबै श्रम संस्कृति पार्टीको टिमहरूले यो सबै यो नालाहरू सफा गर्दै हुनुहुन्छ। हो नि अरूले त गर्दैन नि फेरि अरूले त्यहाँ हेरिरहेको छ नि ल हामीले त्यहाँ गरेर फर्किँदैछौँ आजको लागि भ्लग यति ल।